सिटी नख स्पेशल 5 वटा डिशहरू बनाऊ है त। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर न्यू भिडियो। सिटी नख स्पेशल डिशहरूको लागि सबैभन्दा फर्स्ट हामी मालपुवाको ब्याटर रेडी गर्छौं। त्यसको लागि हामीलाई मैदा चाहिन्छ। यो चाहिँ 250 ग्राम मैदा लिएको छु। यसलाई एउटा बाउलमा खनाऊ। अब हामी 125 ग्राम सुजी पनि यही बाउलमा मिक्स गर्छौं। स्वादको लागि हाफ टी स्पुन पानजिरा पनि यसैमा राख्छौं। 125 ग्राम चिनी पनि यसैमा राख्ने। 1/4 टीस्पुन बेकिङ पाउडरलाई पनि यसैमा राख्ने र अब मनतातो पानी हालेर यसलाई मिक्स गर्दै जाने। हामीले पानी चाहिँ एकैचोटी हाल्नु हुँदैन, बिस्तारै बिस्तारै गरेर यसको ब्याटरको कन्सिस्टेन्सी हेर्दै हाल्नुपर्छ। यो ब्याटर चाहिँ यतिको भएको छ। हजुरहरुसँग टाइम छ भने यो ब्याटरलाई ओभरनाइट भिज्न छोडिदिनु भए पनि हुन्छ, तर मैले चाहिँ यसलाई आधी घण्टाको लागि रेस्टमा राख्दै छु। मालपुवाको ब्याटर रेस्टमा छोडिसकेपछि अब हामी चना बनाउनतिर लागौं। कुकर तातिसकेपछि यसमा अब 1 टेबलस्पुन जति तेल हालौं। यसमा अब 2 वटा सुकेको खुर्सानी पड्काउने। खुर्सानी डढिसकेपछि यसमा अब एउटा सानो साइजको प्याज काटेर पड्काउने। प्याज यतिको रातो भएपछि अब यसमा हामीले यो भिजाएर राखेको चनालाई हाल्ने। यसलाई एकैछिन छोपेर बाफिन छोडिदिने। केही बेर बाफिसकेपछि यसलाई यसरी चलाउने। अब हामी यसमा स्पाइसेसहरू हाल्दै जान्छौं। हाफ टी स्पुन बेसार, स्वाद अनुसार नुन, 1 टीस्पुन जिराको धुलो, हाफ टी स्पुन खुर्सानीको धुलो, 1 टीस्पुन अदुवा लसुनको पेस्ट। यो सबैलाई राखेर राम्रोसँग मिक्स गर्ने। यसलाई राम्ररी मिक्स गरिसकेपछि अब फेरि एकछिन कभर लगाएर पाक्न छोडिदिने। यसलाई एकैछिन कभर गरेर पकाइसकेपछि यसलाई राम्ररी चलाएर एउटा सानो काटेको टमाटरलाई पनि राखेर राम्रोसँग चलाउने। यो यतिको भएपछि अब यसमा थोरै पानी राखेर मिडियम लो फ्लेममा 3 सिटी लाग्नको लागि छाडिदिने। पानी चाहिँ धेरै हाल्नु हुँदैन, यो चाहिँ यतिको मात्रै हाल्नुपर्छ, चना डुब्न हुँदैन। प्रेसरमा चना पाकिरहँदा हामी यहाँ साइड बाइ साइड चिकन पनि पकाउँछौं। हामी चाहिँ आज सुपवाला चिकन पकाउँछौं। कराई तातिसक्यो। अब यसमा चिकन पकाउनको लागि 3 टेबलस्पुन तेल हाल्छौं। तेल तातिसक्यो। अब यसमा हामी थोरै होल स्पाइसेसहरू पनि फुराउँछौं। 3 वटा जति सानो तेजपत्ता। अब यसलाई हल्का यसरी चलाएर मैले चाहिँ यो हड्डी छाला सहितको 1 केजी चिकन लिएको छु। अब यो सबै चिकनलाई तेलमा राखेर एकैछिन फ्राई गर्ने। अब एकपटक चिकनलाई राम्रोसँग चलाउने। यता चाहिँ मेरो चनामा पनि सिटी लाग्दैछ। एकैछिन कभर गरेर यसलाई पाक्न छोडिदिने। अब एकचोटि यसलाई खोलेर हेरौं। चिकनबाट चाहिँ मजाले पानी निस्किरहेको छ। अब चाहिँ हामी यसलाई कभर नगरिकिन यसै गरी खुल्ला नै पकाउँछौं। चिकनलाई चाहिँ यसरी नै खुल्लै बिस्तारै चलाइ मजाले भुटिन छाडिदिनुपर्छ। यो चाहिँ हामीले रस हालेर पकाउने चिकन भएको भएर यो चाहिँ मजाले भुट्न आवश्यक छ। हाम्रो चिकन चाहिँ यतिको फ्राई भइसक्यो। अब चाहिँ हामी यसमा प्याज हालेर फेरि एकछिन फ्राई गर्छौं। यदि हजुरहरु मध्येबाट कोही कुकिङमा बिगिनर हुनुहुन्छ भने चाहिँ चिकन पकाउँदाखेरि चिकनलाई धेरै छोप्ने, धेरै चलाइराख्ने गर्नु हुँदैन। त्यसो हुँदाखेरि चाहिँ चिकन धेरै टुक्रिन्छ। यो चिकन यतिको फ्राई भइसकेपछि म चाहिँ 2 वटा ठुलो काटेर राखेको प्याज राख्दै छु।
अब यसलाई पनि राम्ररी चलाउने। प्याज राखेर चलाइसकेपछि पनि हामीले यसलाई यसरी नै खुल्ला एकछिन अझै पाक्न छाडिदिन्छौँ। हामीले हालेको प्याज यतिको क्यारामलाइज भएपछि अब हामी यसमा अरू स्पाइसेसहरू राख्छौँ। हाफ टी स्पुन बेसार, स्वादअनुसार नुन राखेर अब यसलाई राम्ररी चलाउने। नुन र बेसार राखेर राम्ररी चलाइसकेपछि अब हामी यसमा अरू स्पाइसेसहरू राख्छौँ। जिरा धनियाँको धुलो 2 टेबलस्पुन, 1 टीस्पुन खुर्सानीको धुलो, लास्टमा 2 टेबलस्पुन अदुवा लसुनको पेस्ट पनि राखेर अब फेरि यसलाई राम्रोसँग चलाउने। अब यसलाई राम्ररीसँग चलाइसकेपछि चाहिँ हामीले यसलाई मिडियम लो हिटमा राखेर कभर गरेर पकाउँछौँ। यसलाई कभर गरेर एकछिनको लागि पकाउने। फ्लेम चाहिँ मिडियम लो हुनुपर्छ। एकपटक हामी फेरि यो चिकनलाई खोलेर हेरौँ। अब यसलाई फेरि एकपटक राम्ररी चलाउने। यो यतिको पाकेपछि अब यसलाई मासुलाई यसरी पन्साएर 2वटा ठुलो काटेको टमाटरलाई पनि यहाँबाट राखेर मासुले छोपिदिने। अब चाहिँ यो टमाटरको पानी निस्केर मासु झन् राम्रोसँग पाक्छ। यसलाई फेरि कभर गरेर पकाउने। टमाटर हालेर 3 मिनेट जस्तो हाई फ्लेममा पकाएपछि अब उगारेर हेर्दा हेर्नुस् त टमाटर कस्तो राम्रोसँग पाकिसकेछ। अब यसलाई चिकनमा सबैतिर लाग्ने गरेर मिक्स गर्ने। त्यसपछि आवश्यकता अनुसार तातो पानी राखेर आफूलाई चाहिने जति सुप बनाएर ढक्कन लगाएर राम्रोसँग उमाल्ने। यो चाहिँ मजाले पाकिसक्यो। यो चाहिँ यतिको देखिएको छ। अब चाहिँ यो पाकिसक्यो। अब चाहिँ मजाले धनिया हाल्नु होला। अब यसलाई एकचोटि मजाले चलाएर अनि अब हामी ग्यासको हिट अफ गर्छौँ। मेरो चाहिँ यता चना पनि पाकिसकेको छ। अब यसलाई पनि एकचोटि ढक्कन खोलेर हेरौँ। यसको चाहिँ पानीहरू पनि सुकिसकेको छ। यो चाहिँ मजाले पाकिसक्यो। यो पाक्यो कि पाकेन भनेर यसरी एउटा थिचेर पनि हेरौँ। हेर्नुस् त यो मजाले पाकिसक्यो। यसरी बोइल नगरिकन डाइरेक्ट सिटी लगाएर पकाएको चना चाहिँ एकदमै मिठो हुन्छ। मैले चाहिँ यहाँ मिक्स अचारको लागि सबै सामानहरू रेडी गरेर राखिसकेको छु। अब चाहिँ म यो सबैलाई एउटा मिक्सिङ बाउलमा राखेर हामी अचार मिक्स गर्छौँ है त। हामीले यो काटेको सबै सामानलाई एउटै मिक्सिङ बाउलमा राख्ने। आलु, गाजर, काँक्रो, मुला, प्याज, थोरै यो भिजाएको केराउ। हजुरहरूसँग चाहिँ मटरकोसा छ भने मटरकोसा पनि राख्न सक्नुहुन्छ। आज मसँग चाहिँ थिएन, त्यही भएर मैले थोरै केराउलाई भिजाएको छु। काटेको हरियो खुर्सानी। अब यो सबै सामानहरूमा ड्राई स्पाइसेसहरू पनि राखेर मिक्स गर्ने। स्वाद अनुसार नुन, सुकेको खुर्सानीको धुलो 1 टीस्पुन, भुटेको तिलको धुलो, यो चाहिँ किचन टिप्स हो। यो 1 टीस्पुन अदुवा लसुनको पेस्टलाई यसरी साइडमा राखेर यो माथिबाट तेल झान्यो भने चाहिँ यो अचारको स्वाद एकदमै मिठो हुन्छ। अचार मिक्स गर्नु अगाडि चाहिँ मैले साइडमा 4 टेबलस्पुन तोरीको तेल तताएर मेथी फुराइसकेको छु। अब चाहिँ म यो तेलमा हाफ टीस्पुन बेसार झानेर अब यो अदुवा लसुनमाथि यसरी झान्दैछु। अब यसलाई राम्ररी मिक्स गर्ने।
हामीले चाहिँ अचार मिक्स गर्दा पानीहरू केही हाल्नु पर्दैन। नुन हालिसकेपछि हाम्रो यो काँक्रो गाजरबाट थोरै थोरै पानी निस्किँदा यो अचारमा राम्रो ग्रेभी बन्छ। यो यतिको मिक्स भइसकेपछि मैले यसमा अमिलोको लागि एउटा कागतीलाई निचरेर राखेको छु। हजुरहरूसँग लप्सी छ भने त्यसको पेस्ट बनाएर राख्नु भए पनि हुन्छ। मैले चाहिँ यहाँ एउटा कागतीको रस राखेको छु। अब यसमा हरियो काटेको धनिया पनि राखेर राम्ररी मिक्स गर्ने। हाम्रो मिक्स अचार चाहिँ रेडी भयो। त्यसपछि हामी सिठी नख स्पेशल बारा बनाउँछौँ है त। अब चाहिँ म मासको बारा बनाउँदैछु। त्यसको लागि चाहिँ मैले यो मासको दाललाई पिनेर यस्तो पेस्ट बनाइसकेको छु। अब यसमा चाहिँ चाहिने नुन जिराको धुलोहरू राखेर राम्ररी फिट्नुपर्छ। अब हामी चाहिँ यसलाई फिट्छौँ है त। यसमा स्वादअनुसार नुन, जिराको धुलो 1 टिस्पुन, हिङ 1/4 टिस्पुन र अदुवाको पेस्ट 1 टिस्पुन राखेर यसलाई राम्रोसँग फिट्नुपर्छ। अब यसलाई सफा हात धोएको हातले यसरी 5-7 मिनटको लागि यसरी फिट्ने। सात मिनट जति फिटिसकेपछि चाहिँ यो यसरी भाँडाभरि भएर फुलेको छ। अब चाहिँ यो पकाउन रेडी भयो। अब हामी यसको बारा बनाउँछौँ है त। बारा पकाउनको लागि मैले हिट अन गरेर प्यान बसालिसकेको छु। प्यान तातिसकेपछि यसमा थोरै तेल हाल्ने। मैले चाहिँ तेल चारैतिर स्प्रेड गर्नको लागि अथेन्टिक तरिकाले आलुलाई यो फोर्कमा घोचेर बनाएको छु। यसले चाहिँ तेललाई यसरी चारैतिरबाट दल्ने। अब यो साइडमा पानी राखेर हात यसो गरी चोपेर पानीमा चोप्ने अनि आफूलाई कत्रो साइजको बारा मनपर्छ त्यो साइजको पिठो, यो मासको पिठो यसरी उठाउने। त्यो गरेर बारालाई यसरी बिस्तारै राख्ने। फेरि पानीमा हात चोपेर चारैतिरबाट बारालाई यसो गरेर फैलाउने। अब यो साइडबाट तेललाई यसो गरेर बाराको वरिपरि यसरी लगाउने अनि माथिबाट पनि थोरै तेल यसरी राखिदिनुपर्छ। यसलाई चाहिँ एक साइडबाट एकछिन यसै गरी नचलाइकन पकाउने। अब यो अघि हामीले हाल्दा भन्दा अलिकति यसरी फुलिसकेपछि चाहिँ अब यसलाई हामी फर्काउँछौँ। अब एउटा स्प्याचुलाको मद्दतले यसो गरेर यसलाई बिस्तारै यसरी फर्काउने। अब फेरि साइडबाट थोरै तेल यसरी लगाएर बारालाई बिस्तारै बिस्तारै यस्तो हल्का हातले थिचेर यो बारा बनाउँछौँ हामी। यो चाहिँ प्लेन बारा हो। म चाहिँ हजुरहरूलाई एउटा अन्डा बारा पनि बनाएर देखाउँछु। यसरी माथिबाट यो थोरै थोरै यो ब्राउन ब्राउन देखिसकेपछि फेरि यसरी नै पल्टाउने। हेर्नुस् त यताबाट पनि हल्का ब्राउन आइसक्यो। अब एकैछिनमा रेडी हुन्छ यो। अब चाहिँ यो पाक्यो। म चाहिँ अब यसलाई निकाल्दैछु। हेर्नुस् त यो यस्तो भएपछि पाक्छ। अब यसलाई निकालेर एउटा प्लेटमा राख्ने। हेर्नुस् त बारा यस्तो देखियो। अब चाहिँ म यो मुगीको दालको बारा बनाएर देखाउँदैछु। यसमा चाहिने सामानहरू चाहिँ यो मसिनो हरियो काटेको खुर्सानी, मसिनो काटेको प्याज, मसिनो काटेको हरियो धनिया, स्वादअनुसार नुन, जिरा धनियाको धुलो, 1 टिस्पुन अदुवाको पेस्ट। अब यो सबै सामानलाई राम्ररी मिक्स गर्ने। अब चाहिँ यो रेडी भयो। यसको पनि हामी बारा बनाउँछौँ। अब यसरी चारैतिरबाट स्प्रेड गरेर तेल दल्ने। अब पानीमा हात चोपेर बाराको ब्याटरलाई यहाँ माथिबाट यसरी राख्ने। अब म यो चाहिँ अन्डा बारा बनाउन लागेको हो। त्यसै भएर यसलाई चाहिँ यसरी बिचमा अलिक खाल्टो बनाउनुपर्छ। हामीले यहाँ अन्डा राख्छौँ। चारैतिरबाट अलिअलि तेल यसरी
राख्ने। अब एउटा अन्डालाई यहाँ बीचबाट यसरी राखिदिने। अब यो अन्डाको लागि मात्रै थोरै पेपर र थोरै नुन यसरी माथिबाट राख्ने। यतिको भएपछि चाहिँ अब यसलाई बिस्तारै हामी यसरी फ्लिप गर्छौं। यो चाहिँ हाम्रो मुगीको अन्डा बारा रेडी भएको हो। अब यो चाहिँ पाक्यो चाहिँ बाराहरूको चाड हो। अब यो हाम्रो चाहिँ मास र मुगीको बारा पाक्यो। अब म मालपुवा बनाउँछु है त। अब यो मालपुवाको लागि तेल तातेर रेडी भयो। मालपुवाको लागि तेल चाहिँ धेरै हाई हिटमा तताउनु हुँदैन, धेरै तातिन नै हुँदैन। यो मिडियम हाइटमै पकाउने हो मालपुवालाई चाहिँ। अब म मालपुवा हाल्दैछु। तलबाट यतिको ब्राउन भएपछि चाहिँ अब मालपुवालाई पल्टाउने। मालपुवा चाहिँ धेरै डढेको पनि राम्रो हुँदैन। यो यतिको भएपछि पाक्यो। अब चाहिँ हामी यसलाई तेलबाट बाहिर निकाल्छौं। अब चाहिँ हाम्रो सिटी नखा स्पेशल डिशहरू सबै पाकिसक्यो। अब चाहिँ हामी त्यसलाई सर्भ गरेर देखाउँछौं है त। हेर्नुस् त, सिटी नखा स्पेशल प्लेट पनि रेडी भयो। मैले यहाँ मासको बारा, मुङको अन्डा बारा, मालपुवा, मिक्स अचार, चना र ग्रेभी चिकन बनाएको छु। यो सिटी नखामा हजुरहरूले पनि यस्तै प्रकारले बनाएर इन्जोय गर्नुहोला। यदि हजुरहरूलाई मेरो भिडियो मन परेको छ भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यदि मैले केही मिस्टेक गरेको छु भने त्यो पनि कमेन्टमा लेखिदिनु होला। थ्यांक यू फर वाचिङ। इन्जोय।